नमस्कार। कार्यक्रम विवेचना हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकहरूमा म कार्यक्रम प्रस्तोता विमल पौडेलको तर्फबाट हार्दिक नमस्कार। 7 स्टार 4K टेलिभिजन र युट्युब च्यानल टिभी सन्डेमा निरन्तर प्रसारण भइरहेको यो कार्यक्रम विवेचनामा विभिन्न तह तबकाका व्यक्तित्वहरूलाई, सृजनात्मक शैलीका व्यक्तित्वहरूलाई, सृजनशील व्यक्तित्वहरूलाई हामीले बोलाएर कुराकानी गर्छौं, उहाँहरूको विषयमा रहेर विवेचना गर्छौं। यही कार्यक्रम हो विवेचना। यो कार्यक्रममा आज हामीले एउटा यस्तो व्यक्तित्वलाई बोलाएका छौं जो उहाँ 25 वर्षसम्म नेपाल सरकारको मातहतमा रहेर निजामती कर्मचारीको रूपमा नेपालको सेवा गर्नुभयो र त्यो सेवाकै क्रममा विभिन्न जिल्लामा राष्ट्रिय स्तरका विभिन्न विभागहरूमा उहाँले आफ्नो ठूलो भूमिका निर्वाह गर्नुभयो। त्यसका साथसाथै उहाँ एउटा साहित्यकार, उहाँको कलमहरू चलाउने क्रममा गीतहरूको सिर्जना गर्दै आउनुभयो र अहिले आएर उहाँले धेरै पुस्तक पनि निकालिसक्नु भएको छ। उहाँ हुनुहुन्छ सृजनशील व्यक्तित्व देवी घिमिरेजी। उहाँ गीतकार पनि हुनुहुन्छ र साहित्यकार पनि हुनुहुन्छ। कार्यक्रम विवेचनामा देवीजीलाई हामी हार्दिक स्वागत गर्दछौँ। नमस्कार। नमस्कार। सर्वप्रथम त 7 स्टार 4K टेलिभिजनलाई म हृदयदेखि नै एकदमै धन्यवाद दिन चाहन्छु कि यो सुनौलो अवसर जुराइदिनु भयो, यो अवसर दिनुभयो, आफ्ना कुराहरू राख्न पाउने मौका पाएँ मैले। यसको लागि म एकदमै आभारी छु। हामी अब हजुरको बाल्यकालबाट सुरुवात गरौँ। बाल्यकाल कस्तो बित्यो? कहाँ जन्मिनु भयो? कहाँ हुर्किनु भयो? कस्तो परिवारमा हजुरको शिक्षालाई अगाडि बढाउनु भयो? अलिकति व्याख्या गरिदिनुहोस् न। हस्, धन्यवाद। म जन्मेको चाहिँ झापामा हो। झापा गौरादह गाविस तत्कालीन त्यो थियो र मेरो चाहिँ हाई स्कुलसम्मको शिक्षा त्यहीँ मैले सम्पन्न गरेँ, झापामै सम्पन्न गरेँ र कलेज लेभलको चाहिँ अब त्यहाँ गाउँमा कलेज थिएन अनि एसएलसी पास गरेपछि दमक क्याम्पसमा चाहिँ कुन क्याम्पसमा? दमक क्याम्पसमा कुन लेभलसम्म त्यहाँ पढ्नु? त्यहाँ मैले आइए लेभलसम्म त्यहाँ पढेँ। त्यस पछाडि फेरि बिए पढ्नको लागि कि भद्रपुर जानु पर्थ्यो कि विराटनगर आउनु पर्थ्यो हैन। अनि मैले त्यतिखेर चाहिँ विराटनगरलाई छाने अनि विराटनगरमा एडमिसन गरेँ ब्याचलर लेभलको चाहिँ। तर त्यस पछाडि कस्तो भइदियो भने फेरि अब रोजगारीको सिलसिलामा चाहिँ म इलाम पुगेँ। इलाम पुग्नु थियो? यता ब्याचलरको पढाइ सुरु हुनुभन्दा पहिला इलाममा जागिर खानलाई इलाम पुगेँ म। नेपाल सरकारको सेवा गर्छु, नेपाली जनताको सेवा गर्छु भनेर अनि म फेरि निजामती कर्मचारीकै रूपमा अस्थायी रूपमा चाहिँ त्यहाँ म इलाममा पुगेँ जागिर खानलाई। अनि महेन्द्र मोरङमा चाहिँ पढ्न चाहिँ पाइनँ मैले, एडमिसन गरेँ पनि। अनि त्यस पछाडि इलाममा जागिर खाँदै तपाईँको अस्थायी जागिर थियो, अस्थायी जागिर चाहिँ समाप्त भयो। अनि मैले त्यही क्रममा लोकसेवाको तयारी गरिरहेको थिएँ अनि ठ्याक्क त्यही बेला मैले लोकसेवा पास पनि गरेपछि अनि म काठमाडौँ आएँ। मेरो कति सालमा इलाम पुग्नु भएको थियो? म इलाम चाहिँ 45-46 सालमा। भनेपछि त्यति बेला चाहिँ एउटा देशले राजनीतिक फड्को नि मारेको थियो त्यति बेला चाहिँ, बहुदल र निर्दल। भनेपछि हामी त्यो एजबाट यहाँसम्म आएको त देशमा राजनीतिक परिवर्तन हो, 3-4 राजनीतिक परिवर्तन हो, तपाईँ हामीले भोगिसकेका छौँ। भनेपछि बाल्यकाल एकदम सरल तरिकाले तपाईँ सुरुवात पढ्ने बेलादेखि नै म सरकारी जागिरी नै बन्छु भनेर पढ्नु भएको थियो कि अथवा पढ्नुपर्छ एउटा बुवा आमाले पढ्नुपर्छ भने कर्तव्यलाई पालना गरेर पढ्ने मात्रै उद्देश्य थियो? त्यस्तो त्यो चाहिँ कस्तो इन्ट्रेस्टिङ कुरा निकाल्नु भयो क्या तपाईँले, ठ्याक्कै मेरो मन छोयो। म चाहिँ सानैदेखि चाहिँ अब हाम्रो परिवारमा त त्यत्रो धेरै सरकारी जागिरमा कोही पनि हुनुहुन्न थियो कि, अलिक भनौँ नाता पर्ने नै अरू काका परिवारमा हुनुहुन्थ्यो। अनि मलाई चाहिँ सानैदेखि म चाहिँ जागिर खाने सामान्य एउटा खेती किसानी परिवारमा जन्मेको हो नि त म त हैन, हुर्केको मान्छे। अनि मलाई चाहिँ जागिर खाने बच्चैदेखिको रहर। अनि अब जागिर खान कसरी सकिन्छ भन्दा सोर्स चाहिन्थ्यो त्यो बेला। अनि सोर्स चाहिँ केही पनि नभएको मान्छेमा त नभइसकेपछि अनि लोकसेवा पढौँ भने त्यहाँ चाहिँ सोर्स लाग्दैन। लोकसेवा आयोगको जाँचमा चाहिँ निष्पक्ष हुन्छ
भन्ने कुरा बुझ्यो। बुझेपछि अनि लोकसेवाकै तयारी गर्न थाल्यो कि गरेर वास्तवमा गाह्रो एउटा खुड्किलो हो। जस्तो त्यो धेरै वर्ष 30-35 वर्ष अगाडि एसएलसीलाई एकदमै आइरन गेट भनेर भनिन्थ्यो होइन। त्यो पास गरिसकेपछि आइरन गेट तोडिसकेपछि अनि धेरै चाहिँ मान्छेहरूको चाहना के हुन्थ्यो भने सरकारी जागिर खाने। अब त्यो लोकसेवा दिनु भन्यो त्यो अर्को आइरन गेट थियो, त्यो पार गर्नु एकदम त्यो साह्रै गाह्रो थियो भनौँ न। प्रतिस्पर्धा त्यो स्वच्छ प्रतिस्पर्धा थियो, स्वच्छ पर्दा। अहिलेसम्म पनि मलाई विश्वास छ लोकसेवा आयोग चाहिँ जतिको निष्पक्ष स्वच्छ छ, स्वच्छ निष्पक्ष चाहिँ अरू सङ्घ संस्थाहरू अरू निकायहरू लाग्दैन मलाई, कमै होला नि होइन। तर म चाहिँ किनभने सुरुवाती चरणदेखि चाहिँ अब सेकेन्ड क्लासको पोजिसनसम्म खुल्ला कम्पिटिसनबाटै गरेँ होइन। अनि तपाईँको एउटा कस्तो इन्ट्रेस्टिङ कुरा छ अर्को भने अब एसएलसी गर्ने बेलामा मैले भद्रकाली मावि कोबारामा पढेको हो होइन, हाम्रो गाविसभन्दा अर्को नेभररिङ गाविसमा। अनि त्यहाँ चाहिँ हामी टेस्ट पास गर्दा जम्मा 21 जना पास भएको स्कुलबाट 20 जना चाहिँ पुरुष विद्यार्थी, महिला म 1 जना मात्रै पास भएँ है टेस्टमा, सेन्टअप भन्छ नि टेस्टमा। अनि त्यस पछाडि के भइदियो भने अनि त्यसको फेरि एसएलसी दिनलाई चाहिँ गौरीगञ्ज जान पर्थ्यो कि सेन्टर, त्यहाँ कति धेरैवटा स्कुलको चाहिँ एउटा ठाउँमा सेन्टर हुने त्यो बेला थियो होइन। अनि अब गौरीगञ्ज त घरबाट टाढा 4 घन्टा जति लाग्ने हिँडेर, अनि डेरा बस्नुपर्ने। डेरा बस्न कोही महिला विद्यार्थी पाइएन, साह्रै गाह्रो भएको, कोही पनि थिएन, नभएको अवस्था कोही थिएन गौरीगञ्ज। अब अलिक बोर्डरमा पनि पर्यो यता साउथमा होइन, इन्डियाको बोर्डर। त्यो बेला त्यस्तो इन्ट्रेस्टिङ भयो। अनि पछि एसएलसी तपाईँले फलामे गेटको कुरा गर्नुभयो, अनि त्यो त फलामे गेटै थियो त्यतिखेर, हामीले सुनेकै त्यही हो। अनि त्यसो गर्दाखेरि भरे एसएलसी पास गर्ने बेलामा चाहिँ जम्मा हामी 8 जना मात्रै पास भयो, 21 जना 8 जना पास भयो, 7 जना पुरुष साथीहरू हुनुहुन्थ्यो, म 1 जना पास भयो। त्यति बेला त कस्तो हुन्थ्यो भने त्यो जिल्लामा यतिजना एसएलसी पास भयो भन्ने चाहिँ त स्पष्ट हुन्थ्यो, थोरै मात्र हुन्थ्यो। अनि फलानाको छोराले फलानाको छोरीले त एसएलसी पास गर्यो रे भने ठुलो एउटा चाहिँ गर्वको कुरा हो। परिवारले एउटा गर्व गर्ने कुरा हो। म पहिलो पनि थिएँ परिवारमा त्यसरी एसएलसी पास गर्ने। अझ अर्को खुसीको कुरा खुसी मेरो दिदी दाजुहरू चाहिँ अब एसएलसी सम्मको शिक्षामा पुग्नु भएको थिएन त्यो बेला होइन, विभिन्न कारणले गर्दाखेरि। अनि म नै पहिलो थिएँ परिवारको पहिलो चाहिँ व्यक्तित्व हुनुभयो एसएलसी पास गर्ने। अनि लोकसेवा दिइसकेपछि पहिलो कुन चाहिँ स्तरमा गएर काम गर्नु तपाईँ? मैले सलेखापाल, त्यो चाहिँ एसएलसी पास पछिको एलिजिबिलिटी भएको हो कि सलेखापाल भनेको त्यहीँबाट सुरुवात होइन, तलैबाट सुरु गरेँ मैले, सलेखापाल लेभलबाटै सुरु गरेको। त्यहाँ खुल्ला प्रतिस्पर्धाबाट मैले पास गरेँ। अनि लगभग 5 वर्ष जति सलेखापाल जागिर खाएँ। अनि फेरि लेखापाल खुल्ला प्रतिस्पर्धाबाट लेखापाल सुब्बा स्तरको नायब सुब्बा भन्ने थियो, त्यो स्तरको पास गरेँ। अनि त्यो पास गरेको लगभग 1 वर्षदेखि 1.5 वर्षभित्रमा अधिकृत स्तरको फेरि खुल्ला प्रतिस्पर्धाबाट पास गरेँ। भनेपछि त्यति बेला नेपाल सरकारको, त्यति बेला त श्री 5 को सरकार थियो होइन त्यति बेला, पछिल्लो यहाँसम्म आइपुग्दा नेपाल सरकार भयो। श्री 5 को सरकारको चाहिँ जागिरे सुरुवात गर्दा कुन तहबाट लोकसेवा पास गरिसकेपछि कुन चाहिँ मन्त्रालयको कुन विभागबाट सुरुवात? त्यतिखेर सुरुवात चाहिँ मेरो जिल्ला विकास समितिको कार्यालय, त्यतिखेर जिल्ला पञ्चायत कार्यालय काठमाडौँ, जिल्ला पञ्चायतको त्यहाँ मेरो पोस्टिङ चाहिँ त्यहाँ फर्स्ट पोस्टिङ चाहिँ त्यहाँ भएको। कुन चाहिँ पदमा, कुन चाहिँ हैसियत? सलेखापाल पहिलो सलेखापालमा त्यहाँ पोस्टिङ भएको थियो। अनि त्यो चाहिँ हजुरको त्यहाँ पनि एउटा महिला विकास शाखा भन्ने रहेछ कि, महिला विकास जिल्ला पञ्चायत सचिवालय थियो, त्यसमा महिला विकास शाखा भन्ने रहेछ। त्यसको लेखा हेर्नलाई सलेखापालको रूपमा त्यहाँ मेरो चाहिँ प्रतिस्थापना भयो। त्यहाँबाट सुरुवात त्यसपछिको जीवन 25 वर्ष बिताउनु भयो। निजामती सेवामा 25 वर्ष बिताउनु भयो। रिटायर चाहिँ कुन चाहिँ लेभलमा आयो रिटायर हुनुभयो? म उपसचिव लेभलमा रिटायर होइन, मैले राजीनामा दिएँ। राजीनामा भने त उपदानहरू के हुन्छ उपदान होइन, पेन्सन नै पकायो, पेन्सनै भनेपछि सहसचिवको लेभलमा उपसचिवको लेभलमा आएर चाहिँ मैले राजीनामा दिएँ, स्वैच्छिक अवकाश लिएँ। त्यसपछि एकैचोटि फेरि तपाईँ चाहिँ मेरो देशको सेवा त मैले गरेँ, अब म मेरो जीवन कहाँ बिताउनु भने एकैचोटि फड्को मारेर क्यानाडा पुग्नु भयो। केले प्रेरणा दियो?
केबाट प्रेरित हुनुभयो त्यही त हजुरले कुरा निकालिहाल्नु भयो। अहिले त तत्काल चाहिँ म क्यानाडामा बसोबास गर्दैछु। अब यो कसरी व्यक्त गरौँ यसलाई, त्यो तपाईँको विदेशको आकर्षण भन्दा पनि हजुर तपाईँको केही हदसम्म स्वदेशको विकर्षण भन्न पर्यो। यो जागिर खाने क्रममै तपाईँको तलदेखि वितृष्णा काइन्ड अफ वितृष्णा पनि भन्न सकिन्छ। त्यस्तो एकदमै धेरै वितृष्णा भएको पनि होइन, अलिअलि केही कुरा अलिअलि बाँकी रहेको जीवन के गरौँ भन्ने कुरामा यस्तो गर्दा नि होला। त्यो पनि हो। अनि तल भनौँ न इन्ट्री लेभलदेखि माथिसम्म पुग्दा चाहिँ खुल्ला प्रतिस्पर्धाबाटै केही गरौँ होइन। निजामती सेवामा महिलाले पनि काम गरेर चाहिँ देखाउन सक्छन्, महिला पनि सक्षम छन्। जुन बेला हामी निजामती सेवामा प्रवेश गर्दा महिलाहरूको सङ्ख्या औँलामा गन्ने थियो, त्यो बेला औँलामा गन्ने थियो, थोरै महिलाहरू मात्रै हुनुहुन्थ्यो। अब धेरै पछि चाहिँ अहिले आरक्षणको व्यवस्था चाहिँ भयो सरकारको तर्फबाट। अहिले धेरै महिलाहरूको चाहिँ सहभागिता निजामती सेवामा रहेको छ। हरेक क्षेत्रमा 33% भन्दा मात्रै 50% नै नागिसकेको छ। एकदमै खुसीको कुरा हो प्रतिस्पर्धामा त्यहाँसम्म पुग्नु। त्यो बेला हामीलाई कस्तो चुनौती थियो भने तपाईँको महिलाहरूले केही पनि गर्न सक्दैनन्, चुलो चौको मात्रै हो। अनि यिनीहरूलाई जिल्लातिर जान पनि मान्दैनन् कोही पनि, उनीहरूलाई काठमाडौँ नै चाहिने। अनि काम पनि कहिले बच्चा बिरामी छ भनेका छन्, कहिले परिवारमा के छ भनेका छन्। महिलाहरूको पर्फर्मेन्स चाहिँ लो हुन्छ पुरुषको तुलनामा भनेर जहिले पनि हामीलाई तुलना गर्ने। अनि तर त्यो कुरालाई चाहिँ म चाहिँ कस्तो भने त्यसमा हटाउन चाहन्थेँ, त्यो मानसिकता त्यो सोचलाई चाहिँ होइन हामी गर्न सक्छौँ र हामीले पनि गरेर देखाउनु पर्छ। पुरुष र प्रतिस्पर्धामा आएपछि महिलाले पछि हट्नुहुन्न। जिम्मेवारी त पुरुषले लिए पनि एउटै हो, महिलाले पनि हामीले लिनुपर्छ भन्ने मेरो चाहिँ मानसिकता त्यो थियो। त्यो मानसिकता हुँदाहुँदै मैले जब खुल्ला प्रतिस्पर्धाबाट उपसचिवमा म सफल भएँ, सफल भइसकेपछि मेरो 6 महिनासम्म तपाईँको पोस्टिङ भएन। ओहो, केले अवरोध कसरी केले रोक्यो त्यो थाहा भएन। त्यो त्यसैबाट त्यो चाहिँ डिसिजन मेकरलाई नै थाहा होला त्यो कुरा। किनभने अब भनौँ न सचिव स्तरीय मन्त्री स्तरीय निर्णय हुन्थ्यो। अनि मेरो माग के थियो भने मलाई काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे यो 3वटा जिल्ला मलाई पर्दैन। यो 3वटा जिल्ला बाहेक मलाई 6-7 घन्टा मोटर बाटोमा चाहिँ पुग्न सकिने कार्यालय, दुर्गम क्षेत्रलाई जुन जिल्लामा 6-7 घन्टाको ड्राइभिङमा पुग्न सकिन्छ त्यो जिल्ला मलाई पठाइदिनुहोस्, म जिल्लामा गएर काम गरेर देखाउँछु भनेर मेरो माग थियो होइन। किन मेरा बच्चा साना थिए नि त्यो बेला। तर पनि मैले म केही गरेर देखाउँ, महिलाले गर्न सक्छन्, महिला सक्षम छन् भन्ने कुरो हामीले चाहिँ त्यो पुष्टि गर्नुपर्छ, त्यो प्रमाणित गरेर देखाउनुपर्छ भन्ने मानसिकताले त्यो माग थियो। अब त्यो अनुसार होइन भयो पछि हुन त, तर टाइम लाग्यो। अब त्यो टाइम लागेको बेलामै अलिअलि फ्रस्ट्रेसन भयो कि। अनि त्यो जोस जाँगर अनि त्यो जोस जाँगर जुन थियो होइन, म यस्तो गर्छु जिल्लामा गएर, यो परिवर्तन गर्छु, यो परिवर्तन गर्छु, जिल्लामा यस्तो राम्रोसँग काम गर्छु है, म चाहिँ जनतालाई म सेवा सुविधा राम्रो प्रवाह गर्छु होइन, केही चेन्ज ल्याउँछु भन्ने जुन जोस जाँगर थियो त्यो 6 महिनाभित्र जोस जाँगर मर्यो। त्यही बेला अलिअलि फ्रस्ट्रेसन आयो। अनि खासमा मैले पढ्न भनेरै क्यानाडामा अप्लाई गरेको थिएँ होइन। पढ्न चाहिँ माथिल्लो स्तरको पढाइलाई नै निरन्तरता दिने हिसाबले चाहिँ अब गएको हो होइन। तर त्यस्तो त्यो नेपाल आफ्नो देश जन्मभूमि कसलाई प्यारो हुँदैन, जहाँ गए पनि जन्मेको नेपाली हो, ब्लडमा नेपाली छ, भाषा संस्कृति धर्म परम्परा परिवार सारा यहीँ छ। मेरो परिवार मात्रै हो क्यानाडामा होइन, हामी श्रीमान श्रीमती छोराछोरी हामी मात्रै हो। अनि त्यसरी अब आफ्नो देशै मन नपरेर देशै छोडेर हिँडेको होइन। अनि अलिकति चेन्ज पनि माग्यो कि माइन्डले। कस्तो चेन्ज भने अब यत्रो
22-25 वर्षसम्म सरकारी सेवामा काम गरियो। हजुर। अब आफ्नो देशमा गरियो, अब बाहिरको संसार पनि हेरौँ कस्तो रहेछ, त्यहाँबाट केही सिकेर यहीँ ल्याएर केही प्रयोगात्मक तरिकाले देखाउँछु भन्ने पनि हिम्मत हो। एकदमै त्यो हिसाबले पनि अब कोसिस गरियो। जसरी तपाईँको माइन्डले एउटा परिवर्तनको चाहिँ खोजी गरिरहेको छ, त्यो सँगसँगै देशमा पनि अहिलेको तत्कालीन अवस्था हेर्दाखेरि अहिले हामी 46 सालको कुरा गऱ्यौँ परिवर्तन, त्यहाँबाट यहाँसम्म आइपुग्दा हजुर राजनीतिक परिवर्तन त धेरै भयो नि त। आरोह अवरोह नेपाली जनताले धेरै दुःख कष्टदेखि लिएर भोग्दै भोग्दै यहाँसम्म आएको। हजुर जसरी तपाईँको दृष्टिकोणले एउटा परिवर्तन खोजिरहेको थियो, आशाको एउटा परिवर्तन आफ्नो व्यक्तिगत लाइफमा आफ्नो विचारको लागि, त्यसरी देशले अहिले एउटा परिवर्तन पाएको हो कि हजुरलाई कस्तो महसुस भन्छ? क्यानाडा बस्दाखेरि क्यानाडाको त्यहाँ बसेर त्यहाँबाट हेर्दाखेरि नेपाललाई परिवर्तनको स्वरूपमा कस्तो देख्नुभयो त नेपाललाई? होइन, अहिले विगतको तुलनामा त परिवर्तन सबै पक्षकै बहुआयामिक पक्षबाट धेरै परिवर्तन आएको छ। विकासकै कुराहरू हेर्नुहोस्, गाउँमा अहिले म गाउँतिर जाँदा गाउँमा चाहिँ तपाईँको पक्की सडकहरू पुगेका छन्। हिजो म रामेछापमै तपाईँको स्थानीय विकास अधिकारीको रूपमा काम गर्दाखेरि तपाईँ दोलखादेखि उकालो लागेपछि सबै कच्ची बाटो जानु पर्छ। अहिले गाउँमा बिरलै देख्न पाइने रहेछ कच्ची बाटो, सबै पक्की बाटो भइसकेको छ। संरचना त त्यो पहिलेदेखि बनेको हो, बनेको विकास। अनि त्यो हिसाबले विकास नभएको, परिवर्तन नभएको होइन, परिवर्तन भइरहेको थियो हिजो पनि। हजुर, अहिले मात्रै होइन, विगतदेखि परिवर्तन नभएको भए हामी यो ठाउँमा आइपुग्ने थिएनौँ। तर जुन किसिमले परिवर्तन जनताको अपेक्षा, नागरिकको अपेक्षा अनुसारको परिवर्तन हुन पर्थ्यो, त्यो परिवर्तन चाहिँ हुन सकिरहेको थिएन है। त्यति त्यो परिवर्तन आएको थियो। अहिले आएर अब नागरिकलाई के महसुस भएको छ भने अहिले चाहिँ अब हाम्रो अपेक्षा पुरा हुन्छ कि केही मात्रामा भए पनि सपनाहरू केही पुरा हुन्छन् कि अधुरा सपनाहरू पूर्ण हुन्छन् कि? अब विभिन्न क्षेत्रमा विकृतिहरू तमाम बढेर गएको छ। त्यो विकृतिहरू चाहिँ अब न्यूनीकरण हुन्छ कि भन्ने जुन नागरिकको अपेक्षा छ, अब त्यो हिसाबमा अहिलेको परिवर्तनले पक्कै पनि सकारात्मक चाहिँ परिणाम ल्याउँछ भन्ने मेरो व्यक्तिगत चाहिँ मान्यता छ, विश्वास छ। हजुर त निजामती कर्मचारी रूपमा 25 वर्ष बिताउनु भयो। हजुर, फेरि यो चाहिँ जनताहरूले यो देश बिगारेका सब कर्मचारीहरू लिएर यो चाहिँ नेताहरूले देश बिगारेका हुन् भनेर एउटा चाहिँ जनताहरूले चाहिँ दोष लगाइरहन्छन् नि। हजुर, त्यसलाई कतिको स्वीकार गर्नु छ? जस्तै अब कर्मचारीको कारणबाट विभिन्न अवरोधहरू, करप्सनका कुराहरू, धेरै कुराहरू छ। भनिन्छ नेताहरूलाई बिगार्ने पनि कर्मचारी हुन् भन्छन्, अनि कोही नेताहरूले होइन नेताहरूलाई बिगार्ने चाहिँ कर्मचारी भन्छन्, कर्मचारीलाई बिगार्ने नेताहरू भन्छन्। यो भित्र के हजुरको बुझाइमा कस्तो छ त्यो? एकचोटि हामीले जनताले ऐना हेर्न पाउँदा कस्तो हुन्थ्यो होला त्यो चाहिँ? यो बडा चाहिँ इन्ट्रेस्टिङ विषयवस्तु हो। यो मानवीय स्वभाव हो। जहिले पनि समस्याबाट मानिस फुत्किन खोज्छ, अरूलाई दोष दिन खोज्छ, फुत्किन खोज्छ र त्यो जिम्मेवारी उत्तरदायित्व आफू वहन गर्न चाहँदैन र अर्कोलाई त्यो चाहिँ सार्न खोज्छ कि अन्त्यतिर हस्तान्तरण गर्न पायो भने आफू फुक्का भयो भन्ने हुन्छ। त्यो मानवीय स्वभाव नै हो त्यसै मानवीय। अब चाहिँ राजनीतिज्ञले कर्मचारीले राजनीतिज्ञलाई दोष देखाउने यो सबैतिर हुन्छ, नेपालमा मात्रै होइन। त्यो दुवैतिरको कमजोरी चाहिँ अवश्य छ, स्वार्थको कमजोरी, सबैतिर स्वार्थभित्रको त्यो कमजोरी सबैतिर हुन्छ। अब यो कुरा के हो, कतिसम्म सत्य हो त भन्ने श्रोता दर्शकलाई पनि लाग्ला, हजुरले पनि त्यो क्वेसन उठाउनु भयो। हामी बेला बेला प्रश्न गर्नुहुन्छ केही हदसम्म दुवैतर्फको दोष पक्कै होला है, पक्कै छ। तर देशै बिगार्ने हिसाबले, नागरिकलाई दुखै दिने हिसाबले त पक्कै पनि राजनीतिज्ञहरूले पनि र कर्मचारीले पनि त्यो चाहँदैनन्, त्यो नगर्ने होला। तर अब त्यो हुन सकेको छैन कि एक अर्कामा ट्रस्टको चाहिँ खाँचो छ, त्यहाँ ट्रस्टको एउटा जिम्मेवारी र त्यस विश्वासको कुरा छ होइन, र पारदर्शिताको कुराहरू पनि छ। अनि हाम्रो चाहिँ कस्तो छ भने अब राजनीतिज्ञहरूले पनि जो लिडरमा हुनुहुन्छ उहाँहरूले पनि अब अलिकति अध्ययन गरेर बुझ्न पर्छ।
पार्टी पोलिटिक्स भन्दा माथि गएर पोलिसी पोलिटिक्सलाई चाहिँ उहाँहरूले अलिकति बढी प्राथमिकता दिनुपर्छ। कसरी राम्रा पोलिसीहरू बनाउने होइन, अलिकति दूरदर्शी तरिकाले विकासको गतिविधिहरूलाई, सुशासनको चाहिँ विषयवस्तुलाई हामीले कसरी भनौँ न एउटा सस्टेनेबल तरिकाले अगाडि लाने, जनतालाई महसुस कसरी गराउने, नागरिकलाई सेवा सुविधा र सुरक्षा चाहिँ सरल तरिकाले कसरी प्रत्याभूत गर्न सकिन्छ भन्ने विषयवस्तुमा चाहिँ तपाईँको राजनीतिज्ञ भनेको त नेता हो नि त, कर्मचारीलाई त राजनीतिज्ञले डोर्याउने बाटो लगाउने त अगुवा त उनै हुन्छ होइन। अनि जब आफू राम्रोसँग बुझेको छैन भने आफूले नबुझ्दा बुझाउनेलाई विश्वास गर्न पर्ने हुन्छ। हो, त्यो पनि कुरा बुझ्नु भयो नि। जब आफूले बुझिँदैन भनेपछि बुझाउँछ भने त्यसलाई चाहिँ त्यो बुझाउनेले तपाईँलाई सही बुझायो या गलत बुझायो, यदि तपाईँमा विश्लेषण गर्ने क्षमता छैन भने तपाईँले रङ डिसिजन पनि गर्न सक्नुहुन्छ, राइट डिसिजन पनि गर्न सक्नुहुन्छ। त्यो भएर चाहिँ तपाईँको अलिकति अध्ययन विश्लेषण गर्ने त्यो लेभलमा चाहिँ अब त्यो लेभलमा रहनैपर्छ। अनि अर्को कुरो, अब कर्मचारीको तर्फबाट चाहिँ के हुन जरुरी छ मैले भोगे अनुसार भने बुझाउन पर्यो होइन। अब राजनीतिज्ञहरू त चुनावबाट आउनु भएको हुन्छ, उहाँहरूलाई कतिपय कुरा कानुनको कुराहरू पनि थाहा हुँदैन नि त। उहाँहरूलाई व्याख्या गर्न बुझाउन चाहिँ पछि हट्नु भएन। यो गर्यो भने यसका यो नकारात्मक परिणाम आउँछ। स्वच्छ तरिकाले बुझाइदिनु पर्यो, एकदम इमान्दारीपूर्वक त्यो कुरा चाहिँ व्याख्या गरिदिनुपर्छ, बुझाइदिनुपर्छ र आफ्नो उत्तरदायित्व वहन चाहिँ गर्नुपर्छ। त्यो कुराको कमी हिजो पनि थियो, आज पनि छ, अब भोलि पक्कै हटेर जाला भने आशा गरौँ। त्यो चाहिँ त्यो बिचको त्यो खाडल चाहिँ पुरियोस्, समतल होस्, समन्वय हुनपर्छ। राजनीतिज्ञ र कर्मचारी अथवा भनौँ न लिडरमा बस्ने चाहिँ नेताज्यूहरूको र कर्मचारीहरूको त्यो समन्वय एकदमै जरुरी छ, आवश्यक छ। ठिक छ। देवी घिमिरे 25 वर्ष नेपाल र नेपाली जनताहरूको सेवा गर्नुभयो। यही क्रममा साहित्यपट्टि कलम चलाउँदै पनि जानुभयो। अब हामी अलिकति साहित्य कुरा गर्छौँ, किनभने आज हामीले देशको परिस्थिति बारेमा त सानो छलफल गऱ्यौँ नि। देवी घिमिरेलाई चिनाउने अबको पाटो भनेको एउटा साहित्यकार, एउटा गीतकारको रूपमा हो। कलम कहिलेबाट चलाउन थाल्नुभयो साहित्यमा? त्यो टाइमको त्यो बिहानदेखि बेलुकासम्म मन्त्रालयदेखि लिएर कार्यालयको त्यो कामहरू चाहिँ छोडेर फेरि परिवारलाई सम्हाल्ने कुराहरू हुन्छ, अनि महिलाहरूले यो कुरालाई कलम चलाउन कसरी टाइम म्यानेज गर्नुहुन्छ जस्तो लाग्छ कि मलाई। तपाईँले कसरी म्यानेज गर्नु, कहिलेदेखिबाट कलम चलाउन थाल्नुभयो? यो अब चुनौती सामान्य हेर्दाखेरि त सजिलो जस्तो देखिन्छ, तर चुनौतीपूर्ण नै थियो र छ पनि। मेरो यो गीत सङ्गीतको क्षेत्रमा चाहिँ म सानै उमेरदेखि भनौँ न 4-5 क्लास पढ्दादेखि नै नाच्नै गाउने स्टेजमा एउटा कलाकार पनि हुनुहुन्छ। त्यो बेलादेखि नै सानोमा, अहिले त गएको छैन। अनि त्यो देउसी भैरो कार्यक्रमहरूमा, स्कुलको कार्यक्रमहरूमा चाहिँ नाचेर हिँड्ने, घर घर त्यो स्कुलको सहयोगको लागि पैसाहरू कलेक्सन गर्ने, त्यो थियो त्यो बेला। अनि त्यो गरियो। कलेज लेभलसम्म लेख्ने कविताहरू, कथा लेखिरहन्थेँ कि लेखेँ, तर त्यो बेलाको अहिले केही पनि छैन, कहाँ पुगो रेकर्ड छैन होइन। अनि बिचमा छैन, अनि बिचमा चाहिँ तपाईँको यो अध्ययन र चाहिँ आफ्नो करियरको कुरा र पारिवारिक व्यवस्थापनको कुराले अलिकति यो पाटो चाहिँ छायामा पर्यो। तपाईँको लेखाइको पाटो, साहित्यिक पाटो भनौँ न, साहित्यिक पाटो चाहिँ छायामा पर्यो। र पछि त्यो बिचमा चाहिँ कस्तो भने पेसासँग सम्बन्धित कुराहरू चाहिँ फेरि आए, अगाडि कलम चलाइयो। कलम चलाउनु पनि त्यो बिचमा चाहिँ मैले फाइलहरूमा साइन गरिरहेको हातहरू त्यो यतापट्टि साहित्यमा कलम चलाउँदाखेरि कति फरक छ नि? फरक छ। त्यो छुट्टै पाटो भयो होइन। साहित्यिक पाटोमा त्यो बेला पनि साहित्यिक पाटोलाई अलिकति सुसुप्त भए पनि कलम चलाउन छोडिएन।
त्यो फाइलमा टिप्पणीमा सही गर्ने मात्रै, चिठीमा सही गर्ने मात्रै होइन, अरू चाहिँ तपाईँको पेसासँग सम्बन्धित चाहिँ लेख रचनाहरू त्यो बेला गोरखापत्र, कान्तिपुर अनि यो जर्नलमा लगातार रूपमा आफूले सिकेका कुराहरूलाई अगाडि प्रस्तुत गरि नै रहेँ मैले। र बिचमा 2टा किताब पनि मैले पब्लिस चाहिँ गरेँ त्यो बिचमा। त्यो पहिलो किताब कुन थियो हजुर? पहिलो चाहिँ महिला सशक्तिकरण भनेर सानो किताब सुरुवाती दिनमा जब महिलालाई जागरुक गराउनु पर्छ, महिलाको क्षेत्रमा म महिला मन्त्रालयमा काम गर्न सुरु गरेँ अनि त्यो बेला नै निकालिहालेको थिएँ त्यो किताब सानो एउटा अध्ययन गरेर। अनि त्यस पछाडि चाहिँ अलिक बृहत रूपमा अझै महिलाका मुद्दाहरूलाई बुझ्दै गएँ। काम गर्दै जाँदा चाहिँ आफूमा पनि म्याचुरिटी आउँदै गयो अनि विभिन्न पर्सपेक्टिभबाट चाहिँ कुनै पनि मुद्दालाई एनालिसिस गर्ने आफूसँग क्षमता बढ्दै गएपछि अनि मैले 58 सालमा अर्को फेरि लैङ्गिक समानता, महिला सशक्तिकरण र सामाजिक समावेशीकरण भनेर अर्को बुक पब्लिस गरेँ। दुवै किताबहरू महिलाकै विषयमा भयो किनभने मेरो लामो समय चाहिँ मैले निजामती सेवा महिलाकै क्षेत्रमा काम गरेर बिताएँ। महिला मन्त्रालय र महिला विकास विभाग गरेर लामो समय त्यहाँ बिताएँ। त्यतिखेर त्यो 2टा चाहिँ पेसासँग सम्बन्धित बुकहरू चाहिँ निक्लियो। अनि त्यो बिचमा अब लेख्दै नलेखेको होइन, तर लेखेका कुराहरू सबै डायरीमा सीमित भएर रहे। त्यो बेला मैले साहित्य र सङ्गीतलाई अगाडि ल्याइनँ त्यो बेला, किनभने फोकस आफ्नो पेसामा थियो बढी अनि परिवारमा भयो, अध्ययनमा भयो अनि अब सेमिनार, गोष्ठी, तालिममा प्रेजेन्टेसन गर्ने, त्यसैको तयारी गर्नुपर्ने, बढी फोकस त्यता गयो। अनि कहिलेकाहीँ फुर्सदमा यसो भनौँ न त्यो कस्तो भने आफूलाई मुड चलेको बेला लेख्ने अनि राख्ने। लेख्ने कुरालाई मेरो यो दायित्व हो, मैले लेख्नुपर्छ, सचेतना गराउनुपर्छ भन्ने त्यो दायित्व बोध हो कि सौक हो लेख्ने विषय चाहिँ? साहित्य, गीत, सङ्गीत चाहिँ तपाईँको सोखको विषय हो, तर यता पेसागत कुरा चाहिँ त्यो मलाई आफूलाई महसुस भएर कर्तव्य भन्दा पनि महसुस कस्तो भयो भने सामाजिक चेतना ल्याउन पर्छ, महिला हिंसा सम्बन्धी कुराहरू बुझाउनु पर्छ, गाउँ गाउँमा यी कुराहरूलाई पुर्याउनु पर्छ, किन हुन्छ, कसरी हुन्छ, मैले पनि कस्ता कस्ता किसिमका हिंसाहरू भोगेको छु, देखेको छु, यी कुराहरू अगाडि ल्याउनु पर्छ जसले गर्दा सर्वसाधारण मानिसलाई पनि बुझ्न सजिलो हुन्छ भन्ने अभिप्रायले त्यतापट्टि फोकस गरेर त्यो किताबहरू, लेख रचना धेरै जसो सबै महिलासँग सम्बन्धित नै निकालेको थिएँ त्यो बेला होइन। अहिले एउटा नयाँ किताब मैले भर्खरै हजुरले मलाई हातमा दिनुभयो, पढ्ने मौका त पाएको छैन, उपन्यास मनझोली। हजुर, यो सामाजिक उपन्यास हो। म यसलाई अध्ययन गर्छु र यसको चाहिँ विश्लेषण पनि गर्छु। अहिले यो भित्र के छ? धेरै धेरै धन्यवाद सर, हजुरले पढिदिनु होला र मलाई फिडब्याक दिनु होला। यो मनझोली सामाजिक उपन्यास मेरो पहिलो साहित्यिक कृति पनि हो। पहिलो साहित्यिक कृति हो, पहिलो उपन्यास पनि हो। योभन्दा अगाडि अर्को सङ्गीततिर चाहिँ तपाईँको गीतहरू चाहिँ मैले लेखेर गीत रिलिज पनि भइसकेका छन्। 6वटा गीतहरू चाहिँ रिलिज भइसकेका छन्। युट्युबमा गएर हामीले हेर्न सुन्न पाउँछौँ। मेरो आफ्नै युट्युब च्यानलमा देवी घिमिरे अफिसियल च्यानलमा पब्लिस गर्नुभएको छ हजुरले चाहिँ। त्यहाँ छन् गीतहरू, त्यहाँ गएर दर्शक श्रोताहरूले हेर्न सक्नुहुन्छ च्यानल सर्च गरेर। अवश्य यो प्रोग्राम हेरिसकेपछि जिज्ञासा जाग्नेछ उहाँलाई। मलाई आशा छ दर्शक श्रोताहरूले पक्कै पनि हेरिदिनुहुन्छ, मलाई चाहिँ रचनात्मक सुझाव दिनुहुन्छ भन्ने विश्वास छ। लास्ट विक मात्रै मेरो नयाँ म्युजिक भिडियो गीतको रिलिज भएको छ। यो आइटम डान्स चाहिँ टाइपको गीत हो, रिलिज भएको छ, युट्युब च्यानलमा राखेको छु। सबैले हेरिदिनु होला, प्रतिक्रिया दिनु होला। अब यो साहित्यिक पाटो, सङ्गीत र साहित्यको पाटोलाई मैले चाहिँ विगत 13-14 वर्षदेखि चाहिँ लगातार रूपमा लेख्ने र त्यसलाई अगाडि ल्याउने चाहिँ प्रयासमा छु, गरिरहेको छु र आगामी दिनमा पनि मैले यो कुरालाई निरन्तरता दिन्छु। मैले यो कला र साहित्यको चाहिँ अबको जीवन कला र साहित्यलाई
जुन प्रवेश गर्नुभएको छ, प्रवेश त पहिलेदेखि नै गर्नुभएको, हजुर त्यति बेला हजुरले चाहिँ कलम चलाउँदाको अवस्था र अहिले कलम चलाउँदाको अवस्थामा कस्तो किसिमको के अन्तर छ? विचारको किसिमले त उही नै होला, तर अहिले चाहिँ त्यति बेला चाहिँ पब्लिस हुनुको लागि टाइम लाग्ने, एउटा रचना चाहिँ एउटा कविता भन्न पनि एउटा मञ्च चाहिन्थ्यो होइन। अहिले तपाईँ फेसबुकबाट आफ्नो कविताहरू वाचन गर्न सक्नुहुन्छ, लाखौँले हेर्न सक्छन् होइन। त्यो डिफ्रेन्स के छ त्यति बेलाको अवस्था र अहिलेको अवस्था? त्यो त धेरै धेरै छ। तपाईँको ऊ बेला मलाई हजुरले यो कुरा सोधिराख्दाखेरि झट्ट याद आयो। मैले एउटा आर्टिकल लेखेको थिएँ, त्यो आर्टिकल चाहिँ गोर्खापत्रमा छाप्न दिनलाई पनि र त्यो गोर्खापत्रमा प्रकाशित हुन पनि कति प्रयास गर्न पर्थ्यो के, गरेको पनि छु मैले त्यो बेला होइन। छापेर आइसकेपछि त्यसलाई एकदमै ठुलो विषय हुन्थ्यो होइन। कटिङहरू तपाईँको कटिङहरू छ भने अझै कान्तिपुरको गोर्खापत्रको कुनै कुनैको कटिङ पनि राखेको छु मेमोरीको लागि, त्यो छ। अहिले पहिलाभन्दा धेरै ओपन छ, सजिलो छ, आफ्नो कुराहरू अभिव्यक्त गर्नलाई सबै स्वतन्त्र छ अहिले। अनि त्यसको अतिरिक्त अहिले चाहिँ औपचारिक फोरमहरू प्रशस्तै छन्। तपाईँको पेसागत हिसाबले पनि अब गीतकार सङ्घ भयो, तपाईँको सङ्गीतको सङ्घदेखि लिएर अरू दोहोरीको गीतहरूको धेरै अहिले के कविताको पनि विभिन्न तपाईँको मञ्चहरू धेरै छन्, जहाँ पनि अभिव्यक्ति गर्न आफ्नो चाहिँ सृजनालाई प्रस्तुत गर्ने अवसर विगतको तुलनामा अहिले धेरै छ र सहज पनि छ त्यो कुरा। अनि यसले गर्दाखेरि अब आफूलाई चिनाउने अवसर छ, तथापि प्रतिस्पर्धा त्यो त यथावत छ, त्यो चाहिँ धेरै छ फुड्किलाहरू पार गर्न। साहित्य र जुन छ नि दर्शन, हामीले साहित्यकोलाई भिन्दै तरिकाले व्याख्या गर्छौँ, दर्शनलाई भिन्दै तरिकाले व्याख्या गर्छौँ। हाम्रो चाहिँ नेपालको दर्शनमा सबभन्दा उत्कृष्ट दर्शन कुन लाग्छ हजुरलाई चाहिँ? अब धार्मिक दर्शनहरू हुन्छन्, हामीलाई सामाजिक दर्शनका कुराहरू छन् होइन, आर्थिक दर्शन थुप्रै छन् नि, वादका कुराहरू छन्, त्यसबाट दर्शनबाट जन्मेका वादका कुराहरू छन्। हजुर हजुर, त्यो मैले चाहिँ त्यतापट्टि चाहिँ सिधै कुरा गर्दा भनौँ न, हामी चाहिँ धार्मिक दर्शनको कुरा गर्छौँ, कतिको प्रभावकारी छन् हाम्रा हिन्दू धर्मका दर्शनहरू, त्यसपछि आएर चाहिँ बुद्ध धर्मका दर्शनहरू कतिको प्रभावकारी छन्? त्यो त तपाईँको एकदमै प्रभावकारी छन्, यति पावरफुल छन्। हाम्रो गीताका कुराहरू मैले त्यही जोड्न खोजेँ होइन, गीताका हजुर त अब क्यानाडामा बस्नुहुन्छ, क्यानाडामा बस्दाखेरि कहिले धर्मका कुराहरू निस्किन्छ नि, धर्मको अवश्य निस्किन्छ, एउटा परिवेश कल्चरको कुरा निस्किन्छ, धर्मको कुरा निस्किन्छ, त्यसमा चाहिँ गौरवका साथ चाहिँ हामीले चाहिँ म यो चाहिँ दर्शन मान्ने, धर्म दर्शन मान्ने मान्छे भनेर चाहिँ आफूलाई प्रस्तुत गर्दाखेरि कस्तो तरिकाले प्रस्तुत गर्नुहुन्छ? त्यो चाहिँ म क्यानाडा बसे पनि त्यो कुरा चाहिँ स्वतन्त्रता छ, स्वतन्त्र छ। तपाईँ म चाहिँ यो धर्म मान्ने हो, म हिन्दू हो भन्नलाई कुनै धर्म त्यहाँ चाहिँ डर मान्न पर्दैन र प्रष्ट रूपमा भन्छु, म क्यानाडामा काम गर्ने क्रिस्चियन संस्था हो। मिटिङ सुरु हुँदा, सेमिनार गोष्ठी सुरु हुँदाखेरि सधैँ प्रेयरबाट सुरु हुन्छ है, उनीहरूको कल्चरलाई जसको धर्म संस्कृति जसले जुन दर्शनलाई फलो गरेको छ हामीले रेस्पेक्ट गर्नुपर्छ, त्यो मेरो व्यक्तिगत मान्यता हो। अब ठ्याक्कै मैले जोड्छु, हामीले त नेपालमा धर्म मान्नु भन्न पनि एउटा ठुलो एउटा वर्ग लागेर हिँडेको थियो, धर्म भनेको के होइन, यो पोइजन हो, धर्म भनेको अफिम हो भन्ने कुराहरू थियो। आखिरमा धर्म भनेको त एउटा राष्ट्रिय पहिचान पनि रहेछ नि त, एउटा कल्चरको पहिचान पनि हो नि त। हो नि त, हो। त्यो यस्तो हुन्छ, यसमा चाहिँ प्रत्येक व्यक्ति एभ्री इन्डिभिजुअल इज डिफरेन्ट भन्छ है, त्यो दार्शनिक भनौँ न भन्दाखेरि। अनि अब एउटा व्यक्तिले अब तपाईँको सोच्ने तरिका र मेरो सोच्ने तरिका अलग हुन्छ, अलग नै हुन्छ अवश्य अलग। तपाईँको सोच विचार, तपाईँको व्यवहार, कुन परिवेशमा हुर्किनु भएको थियो, त्यो सबैको अलग अलग हुन्छ। अब एउटाले धर्म भनेको पोइजन हो भन्यो भने तपाईँ हामीले ओहो लौ धर्म भनेको पोइजन रहेछ, लु यो त फालिहालौँ भन्न जरुरी छैन है। मेरो बुझाइ है, मेरो आफ्नो व्यक्तिगत बुझाइ चाहिँ के छ भने धर्म भनेको विभिन्न बाटाहरू हुन्, चाहे त्यो क्रिस्चियन होस्, हिन्दू होस्, बुद्धिस्ट होस्, मुस्लिम होस् होइन, जुनसुकै होस्, यी धर्म भनेका विभिन्न बाटाहरू हुन्। हाम्रो जाने ठाउँ
एउटै छ, त्यो हेभन स्वर्ग। यी भनेको तपाईँलाई स्वतन्त्रता छ नि त, संसारभरि स्वतन्त्रता छ, संसारमा जति पनि नागरिक छन् तपाईँलाई स्वतन्त्रता छ। तपाईँ कुन बाटो रोज्नुहुन्छ, कुन बाटो जान चाहनुहुन्छ है। तपाईँलाई रत्न पार्क जान छ, तपाईँ हाइवेबाट अरनिको हाइवेबाट जानुहुन्छ कि अलि मास्तिरबाट उता करिडोरको बाटो जानुहुन्छ कि अलि तलबाट ललितपुरतिरबाट घुमेर जानुहुन्छ कि जताबाट गए पनि ललितपुर त पुर्याउँछ त्यो बाटो, सरी रत्न पार्क त पुर्याउँछ त्यो बाटोले। त्यो भएर हाम्रो डेस्टिनेसन भनेको स्वर्ग हो। स्वर्गमा जाने बाटाहरू विविध छन्, जुन चाहिँ धर्म के धर्म तपाईँले त अवलम्बन गरेको कुरा हो नि होइन। तपाईँले यो चाहिँ फिलोसफी मलाई मन पर्यो, यो दर्शन मन पर्यो, यो दर्शनका चाहिँ कुराहरू मेरो जीवनमा उपयोगी रहेछन्। म यो बाटोबाट गएँ भने मेरो डेस्टिनेसनमा पुग्न सक्छु भनेर मान्छेले अवलम्बन गर्ने कुरा हो भन्ने मेरो बुझाइ छ। म गलत हुन सक्छु, हैन वास्तव अवलम्बन गर्ने कुरा हो मान्छेलाई, म गलत हुन सक्छु, तर मेरो यो व्यक्तिगत बुझाइ हो। यसलाई चाहिँ अन्यथा नलिनु। मैले त्यो साहित्य छ, किनभने हामीले म के अरे देवी घिमिरे भन्ने एउटा व्यक्तित्व साहित्यकारको रूपमा मैले हजुरसँग जुन कुराकानी गर्न गइरहेको छु, योसँग त हामी साहित्यको सिर्जनामा त्यहाँभित्रका जस्तै यो उपन्यासभित्र थुप्रै पात्रहरू छन्। त्यो पात्रहरूको विभिन्न वर्ग छ होइन, कुन समाजबाट हुर्केको, कुन वर्गबाट आएको चाहिँ, र उसले कुन चाहिँ धर्मलाई अवलम्बन गर्छ भन्ने कुरा त त्यो जोड्नु पर्छ नि त, त्यो साहित्यमा जोडिने कुराहरू छन्। त्यो हुनाले मैले जोड्न खोजेको यो दर्शन र साहित्यको मैले जोड्न खोजेको तपाईँ, किनभने अब एउटा ठुलो देशमा बसिरहनु भएको छ। हुन त हाम्रो देश पनि कल्चरको हिसाब किताबले धर्मको हिसाब किताबले अति नै धनी छ देश, प्राकृतिक स्रोतबाट पनि धनी छ, त्यो भन्दा पनि अरू बाह्य शक्तिहरूबाट एकदम धनी छ हाम्रो देश चाहिँ एकदम। त विदेशीहरूले हेर्ने दृष्टिकोण तपाईँलाई मानुस् न, कुनै सेमिनारमा जानुहुन्छ उपस्थिति हुने बेलामा नेपालीलाई हेर्ने दृष्टिकोण छोटो भयो भने कस्तो दृष्टिकोणले हेर्छ नेपालीलाई? मैले पाएको अनुभव सकारात्मक छ। तपाईँलाई एउटा म सानो उदाहरण दिन्छु। मैले काम गर्ने संस्थामा हामी जम्मा सुरुमा त म एकजना मात्रै थिएँ नेपाली, पछि 2 जना भइयो र अहिले रिसेन्टली 3 जना चाहिँ थियौँ हामी काम गर्ने। अनि त्यहाँ चाहिँ विभिन्न प्रोग्रामहरू हुन्छ। प्रोग्राम हुँदाखेरि तपाईको त्यो आफ्नो नेपालको झन्डा नै त्यहाँ टाँसेर आफ्नो देशलाई मेरो आइडेन्टिटी चिनाउने के त भन्दा नेपाल हो भनेर चिनाउने नेपालको झन्डा, अरू कन्ट्रीहरूको पनि झन्डाहरू जो कर्मचारी जाँदाबाट टाँस्ने। अनि हाम्रो चाहिँ कस्तो लास्ट इयर मात्रै मैले गरेको एउटा भनौँ न उपयोगी, आफूलाई चाहिँ प्राउड फिल भएको कुरा, हाम्रो एनुअल स्टाफ एप्रिसिएसन प्रोग्राम थियो। अनि त्यसमा अब ट्यालेन्ट सो गर्ने भनेर सबै स्टाफलाई अवसर दिएको थियो। अनि के ट्यालेन्ट सो गर्ने, अब म त डान्सर पनि, गीत पनि गाउने है, म एउटा नेपाली देशभक्ति गीत चाहिँ म प्रेजेन्टेसन दिन्छु भनेर नृत्यमा भनेर अनि मैले चाहिँ स्टेजमा पार्टिसिपेट गरेर आफ्नो सबै नेपाली कस्टम लाएर है, यो माथिको शिरबन्दीदेखि लिएर चौबन्दी, चोलो, हाम्रो सबै अरू गहनाहरू सबै लाएर नेपाली कस्टम के प्योर हाम्रो प्योर नेपाली कस्टममा चाहिँ अनि मैले डान्स प्रस्तुत गरेँ, राष्ट्रिय गीतमा प्रस्तुत गरेँ होइन। राष्ट्रिय गीत भनेको नेपालको राष्ट्रिय गान होइन, अरू राष्ट्रिय गीत प्रस्तुत गरेँ। अब लकिल्ली मेरो प्रेजेन्टेसन चाहिँ अब अरू 10 जना कतिजना हुनुहुन्थ्यो ठ्याक्कै मलाई याद भएन, सबैको प्रेजेन्टेसनमा मेरोले अवार्ड पायो। नेपाली भनेर चिनाउने मैले अलिकति व्याख्या गरेँ नेपाली कल्चरको कति महत्त्व रहेछ, कस्तो रहेछ है त्यो हैन। एकदम त्यो पोजिटिभ छ त्यसमा। विदेशीले यो नराम्रो त्यो नराम्रो भन्ने मैले चाहिँ अनुभव सुन्न पाएको छैन। अब हामीसँग समय पनि छोटो छ, छोटो कुरामा धेरै छोटो समयमा धेरै कुराहरू पनि गर्न मन लाग्छ। गीत के हो तपाईँको नजरले अथवा आत्माले, गीत के होला? गीत अब मलाई व्यक्तिगत रूपमा भन्नुहुन्छ भने यो त मेरो भावना, इमोसन, मेरो चाहिँ अब चाहना पनि हो थोर बहुत है।
तर मेन चाहिँ भावना मेरो चाहिँ भावनालाई अक्षरमा उतार्ने एउटा माध्यम अनि त्यो सन्देशमूलक पनि हुन्छ र त्यसले समाजका सकारात्मक पक्ष नकारात्मक पक्षलाई पनि समेटेको हुन्छ। मैले चाहिँ त्यसरी बुझ्छु र लेख्दाखेरि पनि म त्यसरी नै लेख्छु। होइन, हाम्रो त्यहाँ गीत भन्ने बित्तिकै खालि माया र प्रेमका मात्रै हुन्छन्, खालि केटा र केटीका मात्रै हुन्छन् भन्ने एउटा चाहिँ चिन्तन छ कि गीत भनेको। त्यो पनि पक्ष छ, त्यो पनि एउटा पक्ष त हो नि, त्यो हुन जरुरी पनि छ। जरुरी चाहिँ यस्तो तपाईको यो गीत सङ्गीत साहित्य भनेको चाहिँ मैले चाहिँ यो थेरापीको रूपमा पनि लिन्छु। हो नि, कतिसम्म थेरापी मानसिक चाहिँ तपाईको तनावलाई मिनिमाइज गर्ने अनि मान्छेलाई शान्ति मिल्ने, आनन्द दिने, मान्छेलाई रिल्याक्स फिल गर्ने र एउटा तपाईको कस्तो पनि हो भने सकारात्मक सम्बन्धलाई चाहिँ तपाईको निरन्तरता दिने। माया प्रीतिका कुरा गरेर बिग्रिने त केही छैन नि। होइन, माया बिनाको संसार त संसार छैन, मेरो त्यो पनि मान्यता छैन कुनै पनि। यदि तपाईँ कसैलाई जित्न सक्नुहुन्छ भने मायाले जित्न सक्नुहुन्छ, त्यो मेरो विश्वास, त्यो मेरो मान्यता त्यो छ है। तपाईँ कुनै रिसाएको व्यक्तिको अगाडि तपाईँ पुग्नुभयो भने तपाईँ मुसुक्क मुस्कुराउनु त। तपाईलाई गाली गर्दैछ त्यो मान्छेले, तपाईँ हाँसेर त्यसको प्रत्युत्तर दिनुहोस् त, ऊ बाध्य हुन्छ जोग्न है। त्यो भएर प्रेम जति शक्तिशाली संसारमा अरू कुनै चिज छैन। सही कुरा एकदम। त्यो भएर माया प्रीतिका कुरा गीतमा आउनुपर्छ, जसले चाहिँ तपाईँको एक आपसमा त्यसले सम्बन्धलाई सुमधुर प्रगाढ होइन सफल बनाएको हुन्छ। के छ हाम्रो गजल र गीतमा के फरक छ, त्यस्तो केही भन्न सकिन्छ? गजल र गीतमा अन्तर धेरै। मेरो गजल चाहिँ एउटा 8 महिना अगाडि एउटा गजल रिलिज भएको छ है। मलाई मन चाहिँ असाध्यै बढी पर्छ गजल, तर म विद्यार्थी छु, गजलको भनेको भन्दा सिक्दैछु, एकदमै बामे सरेको अवस्थामा छु गजलको विषयमा। धेरै ज्ञान मलाई छैन, सिक्दैछु, लेख्दैछु गजल। र गजल मलाई गीतभन्दा गजल बढी मनपर्छ। गजल किन मनपर्छ भने गजलमा भाव लुकेको हुन्छ, शब्दहरू खेलाउन पाइन्छ गजलमा। अनि तर गजल चाहिँ गीतभन्दा अलिक गाह्रो लाग्छ मलाई, गाह्रो विषय पनि हो, गाह्रो विषय, किन त्यसको चाहिँ नियम छ छुट्टै। गजलको चाहिँ सैद्धान्तिक कुराहरूलाई चाहिँ हामीले पालना गर्नुपर्छ, फलो गर्नुपर्छ। गीत चाहिँ तपाईँको अब गीतका पनि विभिन्न छन् नि त, लोकगीत, दोहोरी गीत, आधुनिक गीत, पप गीत, विभिन्न छन्, धेरै छन्। अनि अब त्यो सबैले आफ्नो आफ्नो ढङ्गले बुझेको हुन्छ। मैले चाहिँ गजल चाहिँ अलिक विशेष हो। गीत पनि गाह्रो त गाह्रै छ, गीत पनि तपाईँको यो त शब्दको माला न हो, सन्देश। अनि त्यो शब्दको माला यस्तो बनाउनु पर्छ कि त्यसले सन्देश दियोस्, त्यसले माया दियोस्, प्रेम दियोस्। अन्त्यमा मनझोली नेपाली साहित्यलाई माया गर्ने पाठकहरूले पढ्न पर्ने कारण के, यसभित्र के छ, पढ्न पर्ने मुख्य कारण के? यो मनझोली सामाजिक उपन्यास हो, यो ट्रु स्टोरी उपन्यास हो। यो उपन्यास यथार्थ कथामा आधारित छ। आजभन्दा कालखण्ड के छ, 8 दशक अगाडिको विषयवस्तुदेखि अहिलेसम्मको विषयवस्तुलाई 80 वर्ष अगाडिदेखिको चाहिँ तपाईँको धर्म, संस्कृति, परम्परा, चाल चलन, व्यक्तिको मानिसहरूको जीवनशैली, पेसा, सबै कुरालाई समेटेर अहिले आएर सम्म त्यो पात्रहरू, जो पात्र मैले उभ्याएको छु, पात्रहरू जीवितै हुनुहुन्छ। दुईटै पात्र, रियल पात्र जीवितै हुनुहुन्छ। दुईटा मुख्य पात्र जीवित हुनुहुन्छ। एकजना 95 वर्षको हुनुहुन्छ, एकजना 90 वर्षको। जो पात्र 7 वर्षको महिला र 12 वर्षको पुरुष एउटा बाल विवाहमा बाट वैवाहिक जीवन सुरु गर्नुभएको सफल दाम्पत्य जीवनको ज्वलन्त उदाहरण कथा हो र पारिवारिक सफलता पनि यसले झल्काउँछ। त्यो दम्पतिले भोगेको दुःख सुख, गरिबी, तपाईँको हिंसा, सबै कुराहरू, सामाजिक इस्युहरूलाई समेटेर लेखिएको अत्यन्तै उपयोगी र
म भन्छु एकपटक सबैले पढिदिनु होला इन्ट्रेस्टिङ यो त्यो बेलाका शब्दहरू कस्ता शब्द बोलीचाली के थियो। यसको लागि त हजुरले धेरै अध्ययन गर्नुभएछ। यो चाहिँ धेरै 5 वर्ष लाग्यो यो किताब निकाल्दा उपन्यास निकाल्दा। भनेपछि यो अहिले हामीले चाहिँ यसको चाहिँ कथा विषयवस्तु चाहिँ कोसीपारीको कथा हो। हजुर, कोसीपारीको कथा। जो पात्र हुनुहुन्थ्यो उहाँहरू 5 थरको एउटा ग्रामीण एकदम दुर्गम क्षेत्रमा जन्मिएर त्यही जीविकोपार्जन गर्दै अनि आफ्नो लाउन खान हात मुख जोड्ने समस्याले गर्दाखेरि विदेशिएर उता मुङलान पसेर सारा परिवार हुर्काउने बढाउने गरेर फेरि स्वदेशै फर्केर आएर सृष्टि गरेर अब अहिले आएर यहाँ काठमाडौँमा बसिराख्नु भएको छ। भनेपछि 4 पुस्ता एउटै छानामुनि छ। 4 पुस्ता एउटै छानामुनि छ। भनेपछि त्यति बेला 80 वर्षको नेपालको अवस्था, नेपालीको अवस्था र अहिलेको नेपाल र नेपालीको अवस्था पनि त उस्तै यथावत यो भित्र चाहिँ हेर्न सकिन्छ। त्यो कुरा के थियो त्यो बेला, कस्तो रहेछ चाहिँ, घर कस्ता थिए त्यो बेला, लुगाफाटो कस्ता लाउँथे, बोलचाल कसरी हुन्थ्यो, भाषा के थियो, भाषा शैली कस्तो थियो, खेतीपाती जीवनशैली के थियो, जीवनशैली टोटली उतार्नु भएको छ। भनेपछि धेरै दुःख गर्नुपर्छ यो किताबमा। ठिक छ, धेरै खुसी लाग्यो। यस कभर पनि एकदम राम्रो छ। यसभित्र पक्कै पनि धेरै कुरा राम्रा छन्। किनभने एउटा निजामती कर्मचारी 25 वर्ष बिदा हुनुभएको उहाँले चाहिँ विभिन्न देशका विभिन्न पाटाहरूमा पुगेर अवलोकन गरेको भित्रको हो नि त्यो त। त्यो अध्ययनबाट नि त्यहाँबाट छान्नुभयो भनेपछि पक्कै पनि त्यो परिवेशको कथा, त्यो समय, त्यो कालको कथा अवश्य राम्रो छ। म पनि पढेर यसलाई चाहिँ हजुरलाई म फिडब्याक दिन्छु कस्तो बनेको छ, के छ। भोलिका दिनहरूमा के गर्दै हुनुहुन्छ? मेरो अर्को पनि त्यहाँ म विदेशमा गएर महिलासँग त्यो चाहिँ मेरो भाग्य सम्झिनुपर्छ। नेपालमा पनि महिलासँग सम्बन्धित काम गरेको, त्यहाँ गएर महिलाकै प्रोजेक्टमा काम गर्न पाएँ। अनि महिला पनि कस्तो भने मेन्टल हेल्थ, एडिक्सन, घरेलु हिंसा, गरिबीसँग पीडित महिलाहरू अनि नयाँ जो त्यहाँ इमिग्रेन्ट भएर जानुभएको महिलाहरूकै मुद्दामा काम गर्ने अवसर पाएँ। यस्तै काम गर्दाखेरि दिनै पछि नयाँ नयाँ महिलाहरूसँग अन्तर्क्रिया हुन्थ्यो। उनीहरूको त्यो जीवनको कथा सुनाउँथे। मलाई यसो भयो, यस्तो हिंसा भयो, मलाई यो लाउन छैन, खान छैन, बस्न छैन। त्यो कथा सुन्दा चाहिँ मलाई एउटा कथाले मन छोएको थियो र त्यो कथालाई मैले उपन्यासको रूपमा उतार्दैछु। लगभग मस्यौदा तयार भइसकेको छ। त्यो एउटा नयाँ विषय हुनेछ। यो चाहिँ नयाँ एकजना महिला, त्यसमा महिलाकै कथा छ। महिला विदेशमा गएर उसले कस्तो किसिमको चाहिँ जीवन बिताउन पर्यो, हिंसादेखि लिएर जागिरका कुराहरू, पढाइका कुराहरू गर्दै त्यो मान्छे कसरी सफल भयो अन्त्यमा गएर भन्ने त्यो स्टोरीलाई, त्यो पनि ट्रु स्टोरीलाई नै समेटेर मस्यौदा तयार गरेको छु। र आगामी दिनमा गीत, सङ्गीत र साहित्यलाई नै मैले चाहिँ जीवनको एउटा महत्त्वपूर्ण पाटो बनाएर लाने मेरो चाहिँ अभिलाषा छ। हस् त, धेरै धन्यवाद। हजुरको यो विचार अति नै सुन्दर छ विचार। त्यसको साथसाथै हजुरले साहित्यमा अब कलम चलाउनको लागि निरन्तरता दिइरहनुहोस्। यस्तै किसिमका कृतिहरू हामीले भोलि पनि सुन्न पाऊँ, हेर्न पाऊँ। उज्जवल भविष्यको कामना गर्दै हाम्रो स्टुडियोमा आएर चाहिँ 2 शब्द आफ्ना अनुभूतिहरूलाई सेयर गरिदिनु भयो। कार्यक्रम विवेचनाको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद, आभार व्यक्त गर्दछु। हवस्, धेरै धेरै धन्यवाद। फेरि पनि 7 स्टार 4K टेलिभिजनलाई म एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण यो कार्यक्रम सुनिरहनु हुने, हेरिरहनु हुने सबै दर्शक श्रोताहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो गीत सुनिदिनु होला, किताब पढ्नु होला र मलाई रचनात्मक सुझाव दिनु होला, जसले गर्दा आगामी दिनमा मलाई अझ राम्रा परिष्कृत गरेर नयाँ नयाँ सिर्जना चाहिँ प्रेरणा दिनुहोस्, तपाईँहरूलाई दिने अवसर दिनुहोस्। यहाँ सबैजनाको शुभ दिन होस्, शुभ रहोस्, शान्ति मिलोस्, यही नै मेरो शुभकामना। हस् त, धन्यवाद। हस् त दर्शकवृन्द, आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? विवेचना कार्यक्रम, कृपया सुझाव सल्लाह दिनुहोस्।
आज हामीले एउटा अगाडि बढिरहेको एउटा साहित्यकार एउटा व्यक्तित्वलाई यो विवेचना कार्यक्रममा उपस्थित गराएर उहाँका अनुभूतिहरू र कृतिहरूको विषयमा छलफल गऱ्यौँ। उहाँको उज्जवल भविष्यको कामना गर्दै म कार्यक्रम प्रस्तुता विमल पौडेल पनि कार्यक्रम विवेचनाबाट आज बिदा हुन्छु। हस्त नमस्कार।